Good morning guys and welcome back to yet another vlog. So as हामी जान लागेका छौं अन्नपूर्ण बेस क्याम्प. So मेरो ब्याग भने चाहिँ रेडी छ, shoes पनि रेडी छ. So let's go and meet our other यात्री जन जो हामी सबै मिलेर जानेवाला छौं. As I said, to अन्नपूर्ण बेस क्याम्प and currently it is 4 to 6 in the morning. Let's see what the boys are up to. What the hell is this, man? Get up, man. Get Oreo. See the pack. What is it? I'm ready, bro. Yeah, I'm ready as well. Let's go now. So, where's Bikas? Yeah. So we start pack. We're ready. We're ready. So it's a bit of a mess. To पर्दैन न ये सबको ट्रेकिङ ब्याग हेर न केटा खै त विकासको बोक्दिन्छु भन्नु There's one bag, another bag. Obviously you guys already know Vikas from Tirutu Lake vlog as well, but if you don't, link in the description. So अब हामी निस्किनवाला छौं चाँडै. So अब हामी घरबाट निस्किएका छौं. केटाहरु सबै एक्साइटेड पनि छ. भाइ अनि डिभाइल त ल हामी लाग्यौं भाइ. वेदर अलि मौसम अलि यस्तै भइरहेको क्या अलि दिनहरु. So अब हामी बसमा जाँदैछौँ पाक्लुङ बस पार्कको लागि. सिन्स अब किन हजुर त्यो ब्यागमा त बच्चाको टाउका हाले जस्तो भयो त्यो मिठाईहरु हुन्. कसरी जेल केही छैन क्या. मेरोमा एउटा जाँगर एउटा टिकट छ के हालेको के हो माइ कान्टी त मैले यो घुम्नु गएर निकाल्यो यो जाँगर एउटा टिकट मेरो हल्का हुन्छ बवाल भर भारी छ हैन ज्याकेटले भारी भयो हाम्रो यात्रा यहाँदेखि हिँड्नुको लागि सुरु हुन्छ. बस निस्किन्छ 15 मिनट बाँकी छ. सो इन द मिन टाइम केटाहरु खाजा खाने र लोड गर्ने सामान. ए यात्रा सुरु भयो केटा हो यो बगैर त हल्का जाने रे आलु पाडेहरु हामी जान लाग्नु के सब यहाँ भिडियो खिच्नु भनेर गयो जेलस भएर केटाले भिडियो बनाउँछ दुला कहाँ हुन्छ यार यस्तो फ्रेश दुला यहाँ. What do you want to say to your future wife? टिचर वाइ What do you want to say? You are in the frame. Come on. Say something good. Say something good, man. One thing, man. Come on. I'll meet you soon, man. केटाको यात्रा सुरु भइसकेको छ. हामी अब एबिसी जानको लागि बसमा चढेको छौँ र अब 4 घण्टापछि जिन्नुवामा पुग्छ. अनि त्यसको अवस्था के हुन्छ हामी त्यही गरेर बुझ्नेवाला छौँ. अलरेडी थकित भइसकेका छौँ हामी सुरु हुनु पाएन.
आउँछु जोस एउटा आउँछु जोस हो न मिडियम रेयर खाएर आएको बोल्ने एक रुपियाँ कम्ती भएर आइदिएछ रेकर्ड गर्दा हेलो गाइस हामी जाँदैछौँ अन्नपूर्ण बेस क्याम्प जानु त जाँदैछ तर हाम्रो भाउजूको यादमा तडपेको तडपै छ बिचरा यहाँ लास्ट मिनट मलाई दामी दाम गरेर आएर जानु लाग्यो है केही न सामान छ न के छ यत्तिकै जे छ त्यस्तै जानु लागेछ टेकअप भाइमा होइन ब्यारे केही पनि होइन यो सबसे मजु चन्द्रलाई खुट्टा राखेर भइहाल्छ त्यो सानो मान्छेहरू दुईजना लम्बुहरूले खुट्टा राखेर च्यापेर दासहरूमा सुतिरहेको अरे यहाँ फुल निन्द्रामा खाइदियो त म देखाइदिन्छु रोइला सुतिरहेको ओहो यो त पढाइछ यार अब हाम्रो यात्रा घाङ्ग्रोटदेखि जिन्सम्मको लागि सुरु भएको छ बाटो भन्ने चाहिँ केही सहज भएको छैन यात्रामा तर पनि हामी सहज सहज भएको छैन बाटो त्यस्तै त्यस्तै भयो सर्प गान्तोकमा सर परे ए उतैमा अगाडि हामी झिल्नु आइपुगेका छौँ र हाम्रो सामानहरू अनलोड हुन लागेको छ बिस्तारै बिस्तारै थोरै सामानहरू चाहिँ यहाँ आइसकेको छ मेरो अझै एउटा झोला माथि जो राखेको थियो त्यो लिन बाँकी छ त्यसपछि हाम्रो यात्रा उहाँ पछाडिको झलुङ्गो पुल हुँदै उकालो लाग्नेवाला छन् सो या एडभेन्चर इज अबाउट टु बिगिन भेरी सर्टली ल है केटा के भइरहेछ अब हाम्रो यात्रा सुरु भइरहेको छ पहिलो हिँडाइ बिहानको भन्न मिल्दैन अब दिउँसो भइसक्यो हामी सोचेको थियौँ बिहान हुन्छ होला तर 12:20 हाम्रो यात्रा सुरु भएको छ टुवर्ड्स छोमरङ लेट्स गो विकास के छ यार केही त बोल अहिले गोबर जसको झोला बोकिदियो 4000 पाउन्ड दिनको 4000 दिएछ राम्रो खतरा दिएछ नि म है अलि टोपी मिलेन हो र कचाकची भयो अहिले बिच बाटोमा गएर पनि तिमीहरूको सोल बिनाको जुत्ता लाखा विकासको जुत्ता कस्तो अर्कै देखियो त्यो ब्यालेन्स मिलेन र किन मिले छैन मिले खै त्यो बाहिर अलि निस्किख जस्तो देखिन्छ कि के छ यो त दामी रहेछ यार यो त्यो अर्को नि दियो भन्थ्यो नि यार जोस्टिक यार यो त ह्यान्डल समात्नु कस्तो गाह्रो भयो चन्द्रसँग हामी अन्नपूर्ण जाँदैछौँ क्यामराम्यानमा हुनुहुन्छ शिशिर चोखाल सहयात्रीमा हुनुहुन्छ चन्द्रे हाम्रो चन्द्रे ओए
Yo, before trek, after trek, before trek, how's the juice? Very high, very excited, really. Before trek, how's the juice? go ABC कि पुग्ने हो Before the trek, how's the juice, man? Yata herer. Before the trek, how's the juice? Before marriage, this is the trek, final trek. Final trek. And me, before trek. Ekdam, wallah, habibi. दामी छ इंशाल्लाह मजा आउँछ केटा हमको घर जाना है स्वाट हामीले पुलमा आएको छौँ Sorry. फोटो खिच्न यहाँ धुर लागेको छ यो सबैजना एक्साइटेड छ हाम्रो यात्राको गेट भन्न पनि मिल्छ यो ठाउँलाई जाम क्या यार क्रिसमस देउराली पुनि भन्छ नि यार अझै Let's go. Woo! Hoo, hoo, hoo. Nice breeze. Sandre, यस्तो यता हाई गर हाई ए विकास यता हाई ग हाई हाई ए म दुले राजा एबिसी हैन त एबिसी नेली मिस्टेड हैन त नेली मिस्टेड म्यान ल अब दुई जना गयो के छ यता हेर यस्तो हुन्छ यहाँ त ए म पछाडी हेर न है वर्थ इट हामी झोलुङ्गे पुलमा छौँ झोलुङ्गे पुल on the way to ABC बिपिनको शब्द माने नि बिपिन नपटा छिटो यही होला नि ए अब लायो अब लड्छ विकास डराएको विकास डराइछ र सो अब हामीले झिनु डाँडामा इन्ट्रेन्स गरिसकेका छौँ र हाम्रो अन्नपूर्ण बेस क्याम्पको लागि यात्रा सुरु गरिएको छ अनि केटाहरू अझै जोस सायद त छन् तर भन्न सकिँदैन कति समयको लागि हो यो जोस भन्दै हामी अगाडि बढिरहेका छौँ सन्दा सहित त मैले लाग्नु त्यही मेरो झड ठुलो हाम्रो यात्रा अझ निजार्ने नै छ यो उकालो कट्नको लागि बेसी गर्मी भयो 12 बजेको दिनको मध्यान्तरको घामले गरेर तर हामी जुटेका छौँ सबैजना कट्नमा र अलि माथि गएर विश्राम गर्ने आजको लागि रातको लागि भनेर
अप्पर सिनाङ सिमाङ सिनुवा अप्पर सिनुवा त्यहाँ हो उहाँ होइन आएको त उहाँबाट हो तर हेमन्त देख्छ कि कस्तो लामो स्ट्रेस थियो तर है अझै वहाँ माथि हेर न यही डाँडा हो कि माथि घर अरू बसिरहेको पानी भरेर दिएको होइन केटाहरू थाकेर विश्राम गर्न लागेका छन् यहाँ सबै लोसो परेका छन् यो आदि उकालो पनि भएको छैन केटाहरू मैले त्यही त भने नि आदि पनि भएन भने नि सेम अर्थ त सेम भयो 5% मिनिङ त आदि पनि भएन सुस पखाएर न खोला तिरै तिर नजिक हालेर चला एन्ना रस्कला माइन्डेड बाई बाई अन्नपूर्ण टुल छम्रो केटाहरू फुल जोसमा फुल उसमा हिँड्छन् मजाले दामी हिँड्छन् छुम्रोङको उकालो चढेपछि फेरि सर्लक्कै ओह्रालो झरेर
त्यसपछि फेरि अप्पर सिनेमाको लागि फेरि उकालो चढेर आजको हाम्रो बास चाहिँ त्यहीँ हुनेवाला छ। एकदम मोडरेट वक भएको छ सबैको, त्यस्तो खासै केही थाकेको छैन। मेरो ओपिनियनमा एबिसी चाहिँ मोडरेट हो ट्रेकिङको लागि। भ्यूहरू केटाहरू फुल मुडमा र उसमा हिँड्दा आनन्द लिएर कोही थाकै छैन। उहाँ चाहिँ हामी जाँदै गर्दा झरना भेटिएको छ टाढा। त्यो बाटो हुँदै 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 केटाहरू हिँडिरहेको छौँ। हामी चाहिँ यहाँबाट गएर यो पुल तरेर अनि यो उकालो चढेर माथि चाहिँ गाउँ छ आज बस्ने। चट्ट लाएर फेरि ठाडै उकालो सुरु भएको अवस्था छ। यस्तो ठाडो केटाहरू, हाउस द जोस, हाउस द जोस बबाल छ है। अब थकाली चर्र घिउ हालेर खाना पाएपछि त अनि जोस हाई हुनु पऱ्यो नि। अब त हामी लोवर सिनुमा आइपुगेका छौँ। विकास, हाउ इज द एनर्जी? हो सब थाकिरहेन्। चन्द्र के सब चाहिँ भेटेनन्, हल्का हल्का भन्दा नि अलिकति बेसी थाक्यो जस्तो लाग्यो भर्खर चाहिँ। सो उहाँ डाँडाबाट तल खोलामा झरेर यता लोवर सिनु भएको। अप्पर सिनु त्यहाँ गएर बसिन्छ आज। के भएर के भयो? यहाँबाट फेरि उकालो चढेर उहाँ पनि अप्परमा पुग्यो। अप्पर सिनु पुगेको अवस्था छ, थाकेर। हाउ इज द जोस? जोस अब एप्स हानेर फेरि ल्याइन्छ। अहिले अलिक कम भएको छ। अब ब्याम्बु गइन्छ जस्तो छ। ब्याम्बु त खुलित्तै गइन्छै गइन्न। खुलित्तै के लाग्छ तपाईँलाई? ब्याम्बु त उता गयो मात्रै, यता आफू त यतै। ब्याम्बु यतै आयो भने मात्रै बस्ने। जाम्ला क्या जाम्ला, बाम्बुतिर गइन्न। ल ल ल यही हेरेर अप्पर सिनुमा विकास 1.5 घन्टा अरे भोलि ल्याङ हुन्छ कि हिँड्न धेरै पर्छ भोलि। यार खाजा खाजा जाऊँ न त 1.5 घन्टा छ भन्दा यार। अनि 1.5 घन्टा खान्छ के खा। सबैजना यहाँ हिराको अप्पर सिनुमा रेजा भिलेज चाहिँ फुलहरू सजिएर फर्मल त राति लाउन राख्नुपर्छ। We just reached Upper Sinua. एउटा भोगन्दरी चाट चढाएर खनिन लाहा
साथीको नाममा कलङ्क सँगै चाहिँ नि उ गरेर तेरीमा गधा तलाई त्यही छ अब भोलि त्यहीँ बसिन्छ अनि भोलि अब कालो कालो प्रस्थान फेरि र हामी आजको लागि बास पनि हेरिबस्नेछौँ रुमहरू कस्तो छ हेरेको त छैन र प्राइस पनि बुझेको त छैन बट ननदलेस र के हुन्छ आजलाई तर टेस्टी छ खाल्टोमा खागे भाइ झोला पकाउँछु भोलि झोला पकाउँछु भोलि रेस्पेक्ट सुन न राति चाहिँ आउँछ केही छैन है त्यो यसो वेट गरेर सबैलाई भन्ने कतिवटा खानेकुरा आउनु ढिलो गरी गर्छ हामीले त्यो भिडियोमा के जाउँ हामी आइसक्यो बनाउन भनेर भनेको त्यसको आइडी पुग्ने मान्छे कस्तो भइरहेछ तिमीले सुत्न नि दिनु पर्यो हजुर सर कस्तो भइरहेछ म सेलरोटी के राखिदिनु म सुत्दिनँ घुर्नु चाहिँ रातभरि सुत्नुहुन्न कस्तो भइरहेछ मलाई त्यो ब्ल्याक घुरेको देखाउँछ अप्पर सिनेमा Bro, it's you, man. I'm telling you. पसिनाले भिजेर भयो तर अब तत्तर छौको खाएर रुमतिर लागेर चेन्ज भएर फ्रेस कस्तो भइरहेछ Normal भइरहेछ। ए अर्कै विकासजी के कस्तो भइरहेछ चेस भाइ द्याट्स इट अर्कै दुःख त यात्रा जर्नी के भन्नु जर्नी भरि दुःखद नै थियो यहाँ यो सबभन्दा बढी त्यो भनाइ गाह्रो भयो यतिका तिमीले त मलाई त्यो यसो खाँदै रुम छो हाम्रो बाबा 5 स्टार एकदम चाहिँ यहाँ चाहिँ चार्जर पनि व्यवस्था छ रुम सर्भिसमा चाहिँ काम पनि आउँछ टोयलेट पनि त्यहीमै छ त्यो रात बिहान बाहिरको हुन्छ भएर होला 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 नि के आवाज आखेर मेरो फोन खाना खोज्दै tonight भनौँ Good morning guys, it's day 2 and we're waiting on the sun to rise from Machapuche and across to Annapurna range. के टुडुङ टुङ 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 गर्ने चिया चाहिँ बियो चार चिसो हुन्छ किन्न यतिर चिसो भइहाल्छ किन खानुहुन्न चिनिया होला नि भन्नु यात्रा अप्पर सिनेमादेखि सुरु भएको छ कहाँ देउराली देउरालीको लागि अप्रोक्सिमेटली अराउन्ड 6 आवर्स त्यो पनि स्टेडी पेसमा गर्दै हामी जानेवाला छौँ उकालोको र बिहानको लगभग 6:30-7 बजी पनि भयो होला सो इट्स पर्फेक्ट हाइक स्टार्ट गर्नको लागि र घाम पनि बिस्तारै बिस्तारै अन्नपूर्णलाई छोएर पनि हटिसक्यो माछापुच्छे उता छ अझै नि सो घाम निस्किसकेको छ र सकेसम्म धेरै घाममा चाहिँ 12 बजेको घाममा चाहिँ ट्रेक नगर्ने हिसाबमा हामी अगाडि बढ्नेवाला छौँ ज्याकेट खोलेर कार्यक्रम यहाँ मूल पनि रहेछ उकालो सुरु भएको छ हाम्रो यहाँ र यो ढुङ्गा पनि बाल छ कि कस्तो ब्यालेन्स छ यो ढुङ्गा खस्यो कि अन्नपूर्ण क्यान्सल स्वाहा अन्नपूर्ण बेस क्याम्पको ट्रेक स्वाहा यो ढुङ्गा खस्यो भनेर यो रुख कसरी अड्डे खाएर न म ढल्की ढल्की
Morning, guys. Morning. How are you doing? You alright? Good. You? Good, thank you. What's up, guys? मन भन्दा Hello. छवटा लजेस रहेछ 6 lodges. नेक्स्ट स्टेसन दोबान Eco-friendly lodges. What's up? Bye-bye! Swimming jars है. थोड़ा सा सफा हान्द र पानी के एक स्विमिङ जार. म भिडियो बनाइदिन्छु. जाऊ म तिमी जाऊ म भिडियो बनाइदिन्छु. यहाँ उहाँको पानी भन्दा चिसो हुन्छ यो हिमालको पानी हो ए भन्छ जाऊ. लेक डिस्ट्रिक्ट भन्दा पनि चिसो हुन्छ मार्दिमा छैन डिहाइड्रेसनमा होला. त्यो क्राइम्सहरू आउनु थाल्थ्यो त्यो पानी खाइरहनु गर्छ मार्दिमा पानी शुद्ध तललाई लाने हो कि बोकेर पानी शुद्ध बोकेर लाने हो कि खच्चडबाट होइन Finally reached Doban. Mr. Doban, man. How's the job, guys? लगर हिँड्यो न त गाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो. सक्यो अप्पर दोबान मुला धोरीलाई तिमीले भनेको माथि जस्तो लाग्छ मलाई. दोबान अझ 300 छ अब हामीले खाना खाएर
जो अप्पर दोभानमा उकालो मुखो लागिएको छ 11 बज्यो so looking forward to this अब यस्तो गरेको जाम भन्छु म त कहाँ हो त बोलायो हामीलाई हत्तेरिका भन्ने गरौँ न यार गर्ने कहाँ गर्ने त ल आरामसित पुग्यो त देउराली त क्या अगाडि
jam. लामो यात्रा गर के छ एउटा बिस्कुट दिनु न कसरी पढाउनु चारजनाको भात हो एकजनाको Good morning guys and welcome to the final day of the trek up to the Annapurna base camp. अनि माथि आज जाने नि त सो सबैजना केटाहरू रेडी भइरहेको छौँ हामी जानको लागि रेडी टायर्ड एक्साइटेड र बस 3:30 भएको छ नाचर गरेर निस्किन पर्ने हुन्छ सो या सी यु गाइज on the way up. Loi, Sisir, Bipin, how are you feeling? I'm good, Baba. 2 hours away from ABC. ABC, Vikas ji, भन्नुहोस् त लास्ट आफ्नो मुखमा राखेर यतै हो के किन उल्टो आखा ल के आफै अगाडि हिँड्छ अनि किन उल्टो आखा के भन्नु छ के भन्नु छ My update final day last 2 hours जर्नी छ बिहानको 4 पनि बजेको छैन र हाम्रो यात्रा सुरु गरिसकेका छौँ केटाहरू अझ अलरेडी मेन्सन्ड कोही अन एन्ड अफ भइरहेको छन् तर मन्जिलमा पुगेपछि सफ्ट फ्रेस भएर चिसो हावा खाँदै तातो चियाको चुस्की लिएर मजा आउनेछ भने हामी अब यो अधेरीमा हिँडेका छौँ अन्नपूर्ण बेस क्याम्पको लाइट देखिएको छ एउटा सानो बिम अफ होप पनि भन्नु मिल्छ यस्तो अँधेरीमा हामी जुन हिसाबमा यात्रा गरिरहेका छौँ इट इज भेरी मोटिभेटिङ जब हामी आउन खोजेको लक्ष्य जो छ यो त्यो हाम्रो अगाडि देखिन्छ र थाके पनि त्यो देखेपछि अर्कै जोस र प्रस्थान आउँछ भन्छ नि हो कि केटाहरू त्यही भइरहेको अहिले क्यामेरामा कतिको राम्रो देखियो थाहा भएन तर त्यहाँ चाहिँ देखियो उज्यालो लाइट है त्यहाँको झिलिमिली चाहिँ अन्नपूर्ण बेस क्याम्प अरू टोली पनि आउनु लाग्छ त्यही मलाई ABC Welcome to Annapurna Lower Base Camp. बिहानको वेलकम टु ए यता Well done, boys. Flat. It is currently 5:50. के भन्नु नेटवर्क आउँछ भन्छ आएन त
सनराइज हेर्दैछौँ अन्नपूर्ण बेस क्याम्पमा चन्द्रघाट फ्रिज भुइँबाट चन्द्रले ड्रोन उडाउँदैछन् आज बिहान बिहान अन्नपूर्णको समिटमा आएको छौँ सनराइज अझै भएको छैन सबजना फुल एनर्जेटिक छन् How's the energy, guys? It's cold. It's cold and Drone mode. nice, yeah? ड्रोन पनि उडायो चन्द्रले म यता लान्नी हो चेन लगा के ओ जडो हो चियाको जाडो मौसममा तातो चिया खाँदै चियाको चुस्की लिइरहेका छन् केटाहरू खाँदै Well, tough luck. This is life. हामी चट्ट लाएर एबिसी को बेस क्याम्पमा एकदम भ्यू इन्जोय गरेर अनि भ्यू र अनि साथसाथै बिहान 4-5 बजे इन्जोय गरेर फर्किन लागेको अवस्था छ यतापट्टि माछा पुछ्रे अनि यतापट्टि चाहिँ अन्नपूर्ण एकदम बबाल केटा हजुर जोस अझै छ अझै 3-4 वटा हिमाल हानिन्छ सही हो कहाँ गयो दुईजना Let's go! हिमालको फोटो हेर कता खिचेर रहेछ Yeah, boy! All geezers are here.
अन्नपूर्ण बेस क्याम्पको बिदाय हुँदैछ हाम्रो टोली यहाँदेखि। लागौँ लागौँ। कस्तो भयो त नि अन्नपूर्ण बेस क्याम्पको भर्खर घाम लागेपछि राम्रै लागिरहेको छ। बवाल छ। कस्तो शेर मार्छ। मार्यो है कडा कडा। घाम नलाउँदो रहेछ अलिकति हो, घाम लागेपछि त बवालै हो। हो र त भयो घाम लाग्छ त घरको त हिटर चलाएछ कस्तो भइरहेछ? अविस्मरणीय। How's it going? It's going good. ओइ, यसको के भ्यू सोधा त? अविस्मरणीय के अविस्मरणीय भ्यू। के भन्नु हो? के भन्नु हो? It was a good trek and the views is very amazing. जति हेरे पनि यो आँखालाई हैन पुग्दैन। जस्तो यो क्यामेरामा हामीले क्याप्चर गरेछौँ नि, जुन यो आँखाले हेरे जस्तो त्यो क्यामेरामा हुँदैन के। इट मार द आइज। Last but not the least, short memento from me. The journey was epic, wonderful view, and yeah, seeing the flip side of the Mardi Himal trek, worth it. लो है अब हामी तल लागिएको छ बाम्बो त अलि होइन, बाम्बो त अलि होइन, बाम्बो त पुग्दैन क्या अब कसम पुग्दैन भन्थे भनौँ। आजी खोलामा के ल्याउँछौ कसली भिर्ने झोलामा।
यात्रीजनहरू कोही पानी पिउँदै कोही कोक कता गायब हो कि कसले Yes, boss. रिटर्निङ बोइज हामी घाइते साथीसित रिटर्न हुँदैछौँ अब मिस्टर लङ्गा त्यागी समातिन्छन् पिउनलाई होइन सब पुरा समातिन्छन् भोलि विकास हाउ यु फिलिङ माइ यु राइट भिडियो काट्नु रे चिया छाने जस्तो ढुङ्गा छानी छानी हिँड्छ यार सब हेर त्यो मेरो गल्ती होइन म हिँडिरहेको थिएँ अहिलेसम्म एक बजीसम्म म तन्दुरुस्तै थिएँ तन्दुरुस्ती हो एक होइन आपकी तंदुरुस्ती का राज क्या है ओहो नि यो भिडियो चाहिँ मम्मीलाई पठाउनु पर्छ त्यही गर्न गएको हो त्यो भन्नु त नि है त मा खुब खुइया दिँदै थियो नि बिगाले अहिलेसम्म त के भन्थ्यो विकास मेरो स्टिक ले यार अब एउटा स्टिक गयो भने त सकिन्छस् Vikas ji, how's the Josh? मान्छेको ढुङ्गा पनि यसो गरे छानी छानी रोज्दै गयो आजको हाम्रो यात्रा चाहिँ यही समाप्त हुन्छ हामी यहाँ बाम्बोमा आएर बसेका छौँ as you can see I'm in the room right now and everybody is not here so yeah that's it end of day 3 tomorrow early morning head down to this steep uphill of Bamboo and then from there of course Chomrung Asinwa and then Chomrung and then back to Jinu from where we're gonna go to Bukhara. So yeah, let's see what's gonna be for lunch tonight. something so cute आपण का So आज हाम्रो अन्तिम दिन हुँदैछ अन्नपूर्णको ट्रेकमा
अन्तिम दिनै हुने कालो चियाको चुस्की लिँदै दिनको सुरुवात गरेका छौँ। विकासजी कस्तो छ हालत अहिले बिहान बिहान घोडा बोलाउने कि अब चर्चा हुन्छ चिनी पास गरौँ त्यस्तै गर्ने हो र तातो चिया खाँदै बिहान बिहान अनि खाएर हामी तल लाग्नेछौँ छमरङको उकालोलाई सम्झिँदै चुट्टो लाएर फर्केर त्यसलाई बिहान नाच्ने खै तिमीले छमरङ उगालो भन्दा मैले छमरङमा त्यति याद गरेँ हो त्यत्रो झरेको होइन स्पिकर फोनबाटमा थाहै छ नि 2 घन्टा हो र अब थाहा हुन्छ एउटा भिरै छ त्यो उकालो भन्दा पनि छमरङको ओह्रालो चाहिँ मलाई खसखस भइरहेको छ क्या दिन है क्या रात है जब बेवा हो गया तो क्या बात है चिनी खाएको मलाई मोटेले खाए ठिक्क हुन्छ त्यो यसरी खानुपर्छ आलु पनि देखेर स्वाद आउँछ बिस्तारै बिस्तारै बोक्नु पर्ने रहेछ त्यही त अहिले ऊ हुन्छ के भगत गर्छ नि पुस गरेर गाह्रो हुन्छ ल अब हाम्रो यात्रा सुरु गरिएको छ ब्याक टु पोखरा आफ्टर ब्रेकफास्ट इन बाम्बू केटाहरू अलिअलि थकान देखिरहेका छन् बिस्तारै बिस्तारै केटाहरू पनि अगाडि बढ्छन् केही छैन आज लामो यात्रा त छैन धेरै नै 5 घन्टाको यात्रा हुन्छ आफ्टर विच के को टिकट मसँग छ फोनमा चाहिन्छ र त्यो विकास यात्रा सिनुवाको हुँदै यो बाम्बूको ठाडो उकालो चढ्न सब एक्साइटेड हाम्रो लुरे भाइ स्टार्ट भइरहेको छ हाम्रो चन्द्रजीले चाउमिन दबाइराख्नु भएको छ भने कस्तो लागिरहेको कस्तो छ यो चाउमिन इज इट वर्थ इट कि भोक लाग्यो होइन चाउमिनको टेक्सचर इज डिफ्रेन्ट अलि भएन अरे यता चाहिँ कस्तो छ ठिकै छ अर्को रिभ्यू यताबाट विकासजीबाट आउनेवाला छ 1 2 3 अहिलेको लागि टाटा बाई
डबल राउन्ड होइन कति खाला प्लेट हेर्नु केशवको बिहाको तयारी हुँदैछ है प्र्याक्टिस चल्दैछ सुनिन् न अन्नपूर्णको यात्रा यही समाप्त हुँदैछ लास्ट बिट अफ द ब्लग एन्ड द जर्नी भनिन्छ started with this bridge ends with this bridge
ओके त्यो त माथि सुन्ने हो कि उसको नआउँछ कस्तो भयो विकास चटनी बिरो चाहिँ र बिरो रहेछ चटनी त रणा बिरो So you can pop back, AK-47, now nigga stop that. Cause I miss you, now I'm on the move. Your family's calling, now you're on the news. They can't touch you, and I miss you. Must I remind you, I'm only here to twist you. Pistol whip you, dip you, and flip you. Then dance to this motherfucking music we quick to.